दाइ दाइ हजुर किन सुत्नु भएको यहाँ पैसा झरेछ तपाईँको पैसा तपाईँ उठ्न सक्नुहुन्न हजुर ए उठ्नु न म तपाईँको यो कपाल काटिदिन्छु नि हुन्छ हुन्छ उठाइदिउँ तपाईँलाई उठाइदिउँ मेरो नामै भक्ति उठाइदिउँ त दाइलाई छोरा विचारको धेरै दुख्छ दुख्छ के भएको छ यो चप्पल लाउनुहोस् जम्लीको छोरा कता तपाईँको गाउँ ओखलढुङ्गा ओखलढुङ्गा हजुर भक्ते के भन्नुभयो तपाईँको नाम भगव पौडेल ए भक्त पौडेल यहीँ छ ए मेरो यो हातमा थियो सुत्न चाहिँ कहाँ सुत्नुहुन्छ तपाईँ सुत्नु यहीँ बाटोमा 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 सुत्दाखेरि के तपाईँलाई कसैले कुटपिट लुटपाट गर्दैन पैसाहरू चोर्दैन अब चोर्ने भने चोरी जान्छ नचोर्ने त चोर्दैन ए तपाईँलाई कुटपिट गरे होइन बाटोमा सुत्दाखेरि कुनै बदमास केटाहरूले रड हान्दै यहाँ कहाँ हान्यो तपाईँ र हातै कामै छैन त हातमै हान्थ्यो यहाँ त्यहाँबाट हात त चल्दैन त यो हातै चल्दैन फेरि हजुर एउटा हातै फेरि हानेर पठाइदिन्छ नि कसलाई जसलाई पनि यो भाइलाई यहाँ सुन्नु तपाईँ कपाल काट्दिउँ भने क्या काट्ने म काटिदियो भने त ए तपाईँ किन कामिरहेको दाइ ड्रेनिङ नगर्न पाएर ए ड्रिङ्क गरेपछि आनन्द हुन्छ आनन्द हुन्छ भाउ कसैले दिएन हातमा पैसा छ त पैसा त बुझ्नेले दिन्छ नबुझ्नेले दिँदैन सबै मान्छेले दिँदैन मलाई थाहा छ हरपति जम्लीको छोरा तपाईँ खातेको छोरा होइन तपाईँको नाम चाहिँ के दाइ मेरो हरिबहादुर बुढा छेत्री ए गाउँ कता हजुरको जुम्ला 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 ए जम्लीको करोडपति जम्लीको छोरा खातेको छोरा करोडपतिको छोरा हो तर समय प्रचण्डको बाबुराम भट्टराईको मैले खाताले गर्दाखेरि मेरो जिन्दगी धरा बनायो हरपति जम्लीको छोरा तपाईँ जनमुक्ति सेनामा हुनुहुन्थ्यो जनमुक्ति सेना कोट थियो थियो पहिला म पुलिसको एनीबडी व्यक्तिको लाइक मान्छ हो पुलिसको एनीबडी व्यक्तिको छोरा खाताको छोरा होइन तर म को र के भन्ने चिन्नु धेरै गाह्रो पर्छ कस्तो लाग्यो दाइ कपाल काट्दा यो त धेरै राम्रो नि नराम्रो कुरा र यो त कस्तो चिलाइरहेको जुम्रै हिँडिरहेको अब यो हजुरहरूले काटिदिएकोमा धेरै धेरै धन्यवाद धेरै ठुलो मान्छे हुनु हजुर सबै ठाउँको लागि राम्रो होस् भन्दै म पनि अब घुम्दै काममा हिँड्ने हो अब के गर्ने रुनु भयो त तपाईँ किन रुनु भएको खुसीले रुनु भयो कि दुःखले पिर परेर पिर पनि परेछ अब खाने पैसा छैन दर्शकबिन नमस्कार म आज काठमाडौँको टङ्केश्वर एरियामा आइपुगेको छु दर्शकबिन त्यसैले यो एरियामा चाहिँ उहाँ बाटोमा सुतिरहनु भएको एकजना दाइ हुनुहुन्छ उहाँको कपाल काट्ने भनेर म अगाडि बढ्दैछु दर्शकबिन यो भिडियो अन्तिमसम्म हेरिदिनु होला यहाँहरूको मनमा जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न चाहिँ नभुल्नु होला दर्शकबिन अब हामी यहाँ बाजेसँग केही कुरा गर्न जाँदैछौँ दर्शकबिन उहाँ बाटोमा सुतिरहनु भएको छ उहाँसँग केही कुरा गर्नका लागि अगाडि बढ्दैछु दर्शकबिन म उहाँ दाइलाई चाहिँ उठाउन अगाडि बढ्दैछु दर्शकबिन पैसा पनि झरेको रहेछ यो दाइको दाइ दाइ हजुर किन सुत्नु भएको यहाँ पैसा झरेछ तपाईँको पैसा तपाईँ उठ्न सक्नुहुन्न हजुर ए उठ्नु न म तपाईँको यो कपाल काटिदिन्छु नि हुन्छ हुन्छ उठाइदिउँ तपाईँलाई
उठाइदेऊ मेरो नामै भक्ति ल। यो सबै ल उठाइदेऊ त दाइलाई बिचारा भाइ उठाउ गभर्मेन्टको छोरा हो बिचारको खोइ भाइ मान्छे सहयोग गरिदिनु भने धेरै दुःख छ है। दुख्छ गभर्मेन्टको छोरा के भएको छ यो चप्पल लाउनुहोस् म जम्लीको छोरा सिनियर कहाँ भयो तपाईँ किन यता सुतिरहनु भएको त हजुर के रक्सीले माथ्यो क्या तपाईँ अब हिजो बेलुका मात्रै थियो अँ। त्यहाँबाट आज काम गरेको छैन त्यही भएर यतात्यता घुम्न त्यस्तो गर्मी घाममा तपाईँलाई गर्मी भएको छैन कहाँ गरौँ भन्छ यहाँ म खोला जाडो भइरहेछ जाडो साडो केही पनि गर्मी भएको छैन हुन्छ भने हुन्छ हुन्छ हुँदैन भने हुँदैन र तपाईँको कपाल काटिदिन्छ है त हजुरको विचार भए काट्नु न विचार भए नकाट्नु होला ल म काट्छु के भन्न चाहनुहुन्छ मलाई कपाल काटिदियो नकाटिदियो के भन्नुहुन्छ तपाईँले काट्नु भयो भने त धेरै मेरो त भगवान हो हो मेरो लागि त भगवान हो ल त दाढी कपाल सबै कपाल दाढी सबै काटिदिनु है त हस् खाना खानुभयो खानु खाएको छैन अब ए तपाईँ घर छोडेर हिँड्ने कति भयो घर छोडेर हिँडेर त भयो है ए घरको याद आउँदैन तपाईँलाई 35 वर्ष भइसक्यो घरको याद आउँदैन हजुरलाई अब आएर के गर्नु? कता तपाईँको गाउँ ओखलढुङ्गा ओखलढुङ्गा हजुर भक्ते के भन्नुभयो तपाईँको नाम भगव पौडेल ए भक्त पौडेल पौडेल यहीँ छ ए जङ्गलले गर्दा मेरो यो हातमाथि सुत्न चाहिँ कहाँ सुत्नुहुन्छ तपाईँ सुन्नु यहीँ बाटोमा 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 सुत्दाखेरि के तपाईँलाई कसैले कुटपिट लुटपाट गर्दैन पैसाहरू चोर्दैन अब चोर्ने भने चोरी जान्छ नचोर्ने त चोर्दैन ए तपाईँलाई कुटपिट गरे होइन बाटोमा सुत्दाखेरि कुनै बदमास केटाहरूले रड हानेर यहाँ कहाँ हान्यो तपाईँ र हातै कामै छैन त हातमै हान्थ्यो यहाँ त्यहाँबाट हात त चल्दैन नि त यो हातै चल्दैन चल्दैन चल्नु चल्छ तर यो मान्छे आउनलाई गाह्रो कहिले कति भयो तपाईँलाई हाने 1 महिना भयो नि निको भएको छैन हड्डी भाँचेको हो हड्डी भाँचेको छैन तर नसा पऱ्यो नसम्म परेर चल्नु भएन बिजोग छ है हजुर गाह्रो छ Want to study abroad, but need- एउटा हातले फेरि Want to study हानेर abroad, पठाइदिन्छु but नि फेरि कसलाई जसलाई पनि यो भाइलाई want to study abroad, but need- यहाँ सुन्नु तपाईँ हँ? कपाल काट्दिउँ भने क्या काट्ने म काटिदियो भने त ल कपाल काटिदिनु है त काटिदिएँ ल आउनु ल कपाल काट्नु है ऊ यहाँ शीतलमा बसेर कि यहीँ काट्ने शीतल बसेर ल आउनु यता आउनु ल उसले अहिले हान्छ एउटा हातले हान्छ पाउनु यहीँ छ पैसा अहिले तपाईँ कपाल काट ए तपाईँ किन कामिर आएर दाइ ट्रेनिङ नगर्न पाएर ए ड्रिङ्क गरेपछि आनन्द हुन्छ आनन्द हुन्छ भाउ कसैले दिएन हातमा पैसा छ त पैसा त बुझ्नेले दिन्छ नबुझ्नेले दिँदैन सबै मान्छेले दिँदैन मलाई थाहा छ हरपति जम्लीको छोरा हो। तपाईँ खातेको छोरा होइन तपाईँको नाम चाहिँ के दाइ मेरो हरिबहादुर बुढा छेत्री ए गाउँ कता हजुरको मेरो जुम्ला 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 ए जम्लीको करोडपति जम्लीको छोरा खातेको छोरा होइन म तपाईँ किन यसरी हिँड्नुभयो त नि त्यो समयले आफ्नो लाइफले आफ्नो विचारले हिँड्यो मलाई थाहा छ हरपति जम्लीको छोरा ए खातेको छोरा होइन खाता छोरा होइन भाउ हरपति जम्लीको छोरा काठमाडौँमा घर छ तपाईँको घरै छैन यो तपाईँको थेगो हो कि साँच्ची नै तपाईँ अरबपट्टिको छोरा हो म हरपतिको छोरा हो तर समय प्रचण्डको पावर बटरको मैले खाताले गर्दाखेरि मेरो जिन्दगी धरा बनायो हरपति जम्लीको छोरा
तपाईँ जनमुक्ति सेनामा हुनुहुन्थ्यो जनमुक्ति सेना कोट थियो थियो पहिला म पुलिसको एनीबडी व्यक्तिको लाइक मान्छ हो पुलिसको एनीबडी व्यक्तिको छोरा खाताको छोरा होइन तर म को र के भन्ने चिन्नु धेरै गाह्रो पर्छ पैसा त कति हातमा मल्थ्यो म पनि अरबपतिको जम्लीको छ दिमागले काम दिएन यहाँ उभिएर कुरा गर्दा तपाईँलाई गाह्रो छ दाइ के गाह्रो हुनु बाबु कि बसेर कुरा गर्नुहुन्छ गाह्रो त कुनै एउटा समस्या हल मलाई थाहा छ होइन यहाँ बसेर कुरा गर्नुहुन्छ कि उभिएरै हुन्छ भने? उभिएर पनि मिल्छ ल। म त्यस्तो लाइकको मान्छे हो कि अनि यता कता सुत्नुहुन्छ तपाईँ बाटैमै पेटीमै सुत्नुहुन्छ पेटीमै सुन्ने त खाताको छोरा वरिष्ठको छोरा होइन हजुरको बुबा चाहिँ के भन्नुभयो मेरो ठुलो बडा हुनुहुन्छ ठुलोबाट म अरबपति जुम्लीको छोरा हजुर बुबा केमा पहिला केही पल्टन जागिरमा हुनुहुन्थ्यो मै नै पल्टन मान्छे छेत्रीको छोरा हो बाबुलाई दिमाग खराब भयो बाबु कस्तो छ बाजे कस्तो छ मेरो कुन लायकको मान्छे बाबुले कसले हेर्न सकेन मलाई दुःख लाग्दो कुरा भयो कि म कुन लायकको मान्छे अनि अरू दाजुभाइहरू कता छन् तपाईँको छैनन् दाजुभाइ तपाईँको एउटा इन्डियामा एउटा मरेर गइसक्यो एउटा इन्डियाको बस सबै थाहा तपाईँको बिहे भएको छैन छैन लाइक ए गभर्मेन्ट मान्छे म ए त्यसो भए तपाईँ परिस्थितिले एउटा बाध्यताले यसरी हिँड्नुभयो दिमागले पागल देखाएर म बगुला बनेर हिँडेको अनि घर जग्गा होला नि त गाउँमै अरबपतिको छोरा खाताको छोरा होइन त्यसले मलाई टार्गेट मलाई अचम्मै लाग्यो कि कसले खान्छ कति वर्ष भयो तपाईँ घर छोडेर हिँड्नुभयो 25 वर्ष 25 वर्ष भयो बाबु अब घर जानुहुन्न जान त जान्छु बाबु होइन के गर्ने धन छैन वरिष्ठको छोरा हो भने धन व्यवहारको एउटा हैसियत पनि चाहियो कसैले पुऱ्याइदियो भने जानुहुन्छ जानुपर्छ थ्याङ्क यू बाबु मैले कसैले पुऱ्याइदियो भने जानुहुन्छ जान्छन् के अरे म चाहिँ आज यहाँतिर हजुरहरू जस्ताको चाहिँ कपाल काट्ने हिँडेको हजुर त अरबपति करोडपतिको छोरा भन्नुभयो खाद्यको छोरा होइन भन्नुभयो होइन त्यसैले कपाल काट्नुहुन्छ त काट्छौँ बाबु तर अहिले समय अलि नलायक नविचार नरिसाउनु है मलाई ल ठिक छ त्यसो भए हजुर कपाल काट्नुहुन्छ काट्दैन आजले म काट्दैन किन नकाट्ने नकाट्ने माया नगर्नु काट्नु न काट्ने भए भोलि पर्सि काटौँला बाबु नरिसाउनु आज काटेर जानु न भोलि पर्सि भेट्दैन फेरि मान्छे काट्नुहुन्छ काटौँ त अनि। ल यता बस्नु है त कपाल काट गरिबलाई काम छैन भट्टाहरू चोरहरू गुन्डाहरू हामीलाई केही काम छैन हातमा चाहिँ रन्डीको भन्नु त एउटा अधिकार छ भन्नु मिल्दैन बाबु शीतल आनन्द आउँछ नि त्यस्तो आनन्द जिन्दगीमा कहिले पाएको
राम्रो भएर गुड लाइफ मान्छे राम्रो रे चेक भयो रे बल्ल मर के माथि गाडीमा सुन्दर छ पैसा दियो भने तपाईँ भात खाँदैन रक्सी खान्छ गाडी छ मालिस गर्न पर्दैन होला नि कि पर्छ मालिस गर्ने हो त म त फेरि पर्दैन दादा कहाँ बस्नुहुन्छ तपाईँ दोकानमा सुत्ने पेटीतिरै हो गाडीमाडी पाउनु कहिले कमाउँछ नि 25,000 कमाउँछ सक्दैन आएपछि कसले आएर
उतैबाट घुमेर तपाईँलाई यो कपाल काटेर कस्तो लाग्यो? कपाल काटेको त धेरै राम्रो नि। ओहो आनन्द भयो, शीतल भयो? शीतल भन्दा पनि त मेरो जिन्दगी नै राम्रो भयो। कम टोकेको जुम्राले ल भगवान हजुर कस्तो लाग्यो दाइ कपाल काट्दा? यो त धेरै राम्रो नि राम्रो कुरा र यो त कता चिलाइरहेको जुम्रा हिँडिरहेको। अब यो हजुरहरूले काटिदिएकोमा धेरै धेरै धन्यवाद। धेरै ठुलो मान्छे हुनु हजुर। सबै ठाउँको लागि राम्रो होस् भन्दै म पनि अब घुम्दै काममा हिँड्ने हो। अब के गर्ने? रुनु भयो त तपाईँ? किन रुनु भएको? खुसीले रुनु भयो कि दुःखले पिर परेर? पिर पनि परेछ। अब खाने पैसा छैन, रुपियाँ दाम छैन। त्यहाँ साथीहरू यहाँदेखि म अब के गर्ने? पैसा नभएपछि जुम्राले टोकेर रोयो त होइन? जुम्राले त टोकेर त अब त गइसक्यो त जुम्रा। ए अब शान्त हुन्छ, राम्रो हुन्छ तपाईँ है? हजुर अब राम्रो भयो। राम्रो भयो। के गर्ने? 7 बरस भयो। ए नरुनु है, नरुइकन बस्नुहोस् है। फेरि तपाईँको कपाल लामो भयो, फेरि आएर काटौँला नि है। मलाई के भन्न चाहनुहुन्छ तपाईँ? तपाईँलाई त के भने भगवान्, मलाई पनि भगवान्, तपाईँलाई पनि भगवान्। हो खुसी लाग्यो कपाल काट्दा? कपाल काटेर खुसी पनि भयो। हजुर यो त भगवान्ले दिएको कुरा हो। हजुर त्यहाँबाट अब 150 दिन भयो भने झन् धन्यवाद। ए ल रक्सी भगवानै हुनुहुन्छ। रक्सी धेरै नखानु है। अब रक्सी त अब मैले रक्सी नखानु, गएर यसो खाजाहरू खानु न है। मसित त अब त पैसा रुपियाँ छैन। ल दाइ अब हामी यहाँबाट छुट्टिन्छौँ। अब हामी धेरै सहयोग गर्न त सकिन्न, हजुर के गर्ने? म पनि दुःखी छु। हजुर नेपालको अवस्था यस्तै छ। दुःख पिर नमान्नु, खुसीले जिउनु है। ओके खुसीले राम्रोसँग धन्यवाद। जिउनुहोस्, खुसीले आनन्दले जिउनु, दुःख पिर नलिनु है दाइ। ए हस् हामी छुट्टिन्छौँ है त। हस् हस् नमस्ते दाइ।